प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयको लागि कक्षा 12 को इक्जाम सार्नको लागि एनइबीलाई निर्देश दिएपछि राष्ट्र परीक्षा बोर्डले वैशाख 9 गते रातिको 10 बजे यो सूचना जारी गरेको छ। राष्ट्र परीक्षा बोर्डको हार्दिक अपिल भनेर सूचना जारी गरेको छ कि वैशाखको 11 गतेदेखि सञ्चालन हुने गरी निर्धारित गरिएको माध्यमिक शिक्षाको उत्तीर्ण परीक्षा मिति 2082 एक महिना 21 गतेदेखि बिहान 8 बजे सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ भनेर नोटिस निकालेको छ। तपाईँले यो नोटिस हेर्न सक्नुहुन्छ। यो नोटिसले तपाईँले nev.gov.np मा आएर पनि चेक गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको भ्यालिड नोटिस रहेको छ, यसमा चेक गर्न सक्नुहुन्छ। र 21 गतेबाट हुन गइरहेको इक्जामको चाहिँ इक्जाम तालिका या इक्जाम रुटिन आउन बाँकी नै छ। सो तपाईँले त्यसको लागि चाहिँ वेट गर्नुहोला। केही समयपछि नोटिस आउने बित्तिकै सबभन्दा पहिला हामी तपाईँलाई जानकारी गराउनेछौँ। तबसम्मको लागि यो च्यानललाई लाइक गरेर अवश्य फलो गर्नुहोला। एनइबी सम्बन्धी केही अपडेट आयो सबभन्दा पहिला हामी तपाईँलाई लिएर आउनेछौँ। त्यसैले तपाईँ च्यानललाई लाइक गरेर अवश्य सब्सक्राइब गर्नुहोला।